हेलो गाइस, तपाईहरुलाई फेरि पनि वेलकम छ हाम्रो ब्लगमा हो। उहाँ चाहिँ हुनुहुन्छ रमा दिदी। अनि मलाई चाहिँ मेरो बोजू जस्तै लाग्छ। किन एउटै लाग्छ अनुहार पनि। म भनिरहेको छु जहिले पनि तपाईँ मेरो बोजू जस्तै क्या बोले समझ में आ रहा मेरी है? नानी जैसी लगती है। हाँ मैं आपको बोलती हूँ ना हमेशा, सच में गाइस, साँच्चै भनेको मेरो बोजू जस्तै लाग्छ। किन बोजूकै याद आउँछ मलाई। यहाँ हेर्नुहोस् हाम्रो म्याडम। अन्त के गर्नु गाइस, नेपालीले भ्लग बनाऊँ भनेको त यताको सब्सक्राइबरहरूले बुझ्दैन अरे, हाम्रो हिन्दीले गर्नु अरे, अनि मात्रै बुझ्छ अरे, नै त उनीहरूले हेरिदिँदैन अरे हाम्रो भ्लग। त हिन्दीले बनाउनु परिरहेछ। त नेपालीवाला भ्लग हाम्रो अलगले नै आउँछ। हिन्दी भ्लग हिन्दीमा आउँछ, नेपालीले त्यो मिक्स गरिदिँदैन हामीहरू, किनकि राम्रो देख्दैन नि त नि है। हिन्दीको हिन्दीमा हालिदिनु पर्छ, नेपालीको नेपालीमा। एउटा फेरि के छ भने मलाई हिन्दी बोल्नु आउँदैन। त्यस्तै हो। भर्खर फ्री भएको, अब नानीहरूको डान्स क्लास छ, उसको लागि बाहिर जाने हो फेरि। अनि अब चाहिँ म चाहिँ जानु आँटेको माथि दुईटा ब्लुबेरीमा गएको छ अरे हो। त्यहाँको 10 मिनट जति जानु अरे, त्यहाँको उसको पुरा बुढीलाई दिनु अरे ब्लुबेरी चाहिँ। रमा दिदी बाई 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 बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब भेरी गुड। यतिको चाहिँ हुनु पर्यो नि गाइस। यहाँ यस्तो छ है। यो बिहारीहरूलाई चाहिँ खोइ के को भूत चढ्छ कि यिनीहरूलाई हो। हामीले बनाउँदैछ, हाम्रो खुसीमा बनाएको नि होइन। उनीहरूलाई पेज परेर चाहिँ छैन। आमाको नि के अरे हेनतेन सेन्तेन। उनीहरूलाई जब दिनु त हाम्रोमा छैन, हामीले दिइहाल्छ नि जब, मिठो जबहरू बिहारीलाई। त फ्रेन्ड्स, भित्र म अहिले सँगै छु। अब स्कुल टाइम जब नानीको स्कुल हुँदैन त हामीलाई टाइम पाउँछ सँगै बसेर बनाउनु भिडियो, अदरवाइज हामीले टाइम पाउँदैन त्यति साह्रो, किनकि ऊ भित्रै हुन्छ म बाहिरै हुन्छ होइन। त अब मेरो नानी घरमा छ, त्यही कारण चाहिँ हामीलाई टाइम पाइरहेछ दुईजनासँगै बस्नु। त तपाईँहरू देख्नुभयो होला हामी दुईजनालाई भिडियोमा फर्स्ट टाइम छेउमा। त त्यसै हो। अहिले चाहिँ फिलहाल के भयो भने चाहिँ हामी भ्लग बनाउँदै थियो किचनमा होइन। त अब हामीलाई इच्छा छ, रहर छ बनाउनु, अनि पो बनाउँछु। बरु आओस् नआओस् जेसुकै होस् न, हामी जे पनि बरु बनाउँछ न, त्यो पनि हाम्रो त्यो इच्छा हो नि त। हामीहरू क्यामेराको छेउमा अब खराउनु, हामीसँग त्यतिको कन्फिडेन्स छ। त के भयो अब दिदीले भन्छ, म त के भन्नु। कोही थियो त्यहाँ, म थिएन। के भयो भने चाहिँ म चाहिँ होइन दिदीको लुगाहरू लानु लागि चाहिँ बोक्न आँटेको थिएँ। त्यहाँको त्यसले भने के भन्यो, हाँ भाइ तुम लोगों को तो मैं कल खडा करूँगा। कसरी चाहिँ खडा गर्छ यिनीहरूले? हामीले तिनीहरूको मर्जीले बनाएको होइन नि त, हामीले त आफ्नो मनले बनाएको नि त।
हामीले थोरै न तिनीहरूको मर्जीले बनाएको हो। अनि मैले भन्दै गाइस, मैले मुखमै भन्दै खडा गर्छु, गर भाइ खडा। अब हाम्रो केही गल्ती छैन, हामी किन डराउनु, खडा गरिदिन्छु। चाहे त्यसको बाउको अगाडि होस् कि चाहे त्यसको आमाको अगाडि चाहिँ खडा गरिदिन्छु। अब हाम्रो इच्छा छ, हामी बनाउँछौँ भने हामी बनाउँछौँ नि त। अब राम्रोसँगले भन्यो भने ठिकै छ, ओइ हामीलाई नहाले, यस्तो ब्लगमा नहाले भने हामी हाल्दिनँ। किन चाहिँ बित्थामा त्यो खडा गर्नु, खडा गर खडा भनिन्छ नि गाइस। नेपाली इज हामी, हामी इज अलवेज दामी हो कि होइन भन त। नेपाली इज हामी। म यस्तो गर्छु होइन, त्यो क्यामेरामा फोटो खिच्न। नेपाली इज हामी, नेपाली इज हामी, हामी इज अलवेज दामी। नेपाली इज हामी, हामी इज अलवेज दामी। क्लिक गर्न यस्तो दामी लु गर्न अन्त दामी। नेपाली इज हामी, हामी इज अलवेज दामी। त त्यस्तै हुन्छ गाइस। अब बाहिरतिर छ भन्यो भने कसैलाई के मन परेन, कसैलाई के भएन, कसले भन्छ मलाई नहाल, कसले भन्छ अब भ्लग हो, अब हामी त उनीहरूलाई काटिबस्नु सक्दैन नि त। हाम्रो आफै बनाउँदा उनीहरू पछाडि आइदिन्छ, त्यसमा हाम्रो थोरै गल्ती हुन्छ। र त्यस्तो छ, तर पनि हाम्रो हात चाहिँ मान्दैन होइन। हामी चाहिँ गोर्खालीको छोरीहरू हो, थोरै हाल मान्छ यति छिटो। पहाडी गस बताऊ, पहाडी केटीहरू बताऊ, पहाडी केटीहरू। ल त गाइस, अब चाहिँ भन्नु भने चाहिँ हामी चाहिँ खाना खानु जान लागेको हो। हाम्रो खाना पनि हालिदियो, हामी खाना खानु जान लागेको। अनि म्याडम गाइस, हामी खाना खानु राखेको छु। भर्खर फ्री भएँ, फ्री भएर अब खाना खाएको। यस्तै हो। कहाँ गएको? म मेरो गर्नु यहाँ सबैजना खाना खानु आएको त भन्यो नि। अब कौन सा वाला छोटा अरे पूरी ले, पूरी इतने में कुछ नहीं पता, पूरी ले। अरे ले ना। भाई ये चटनी बहुत टेस्टी है, थोड़ा इतनी ले, बहुत टेस्टी है। हाँ पूरी ले ऐसे लेना। हाँ जी, क्या दिया आपने? कौन सा ला गया? क्यों यो? चटनी है यो? चटनी है। कैसा चटनी है ये? अभी तो आई भाई, अभी तो देखिए कैसा। आइए ना। ल त गाइस, हामीले चाहिँ अब खानासाना पनि खाइसकेँ हो। खानासाना खाएर चाहिँ अब एकछिन बसिरहेको छ। त्यहाँदेखि चाहिँ अब आफ्नो अब एकछिनमा अब टर्न ब्याक टर्न गर्दै तल जाने हो, वासरुम जाने हो, लुगासुगा फेर्ने हो, त्यहाँदेखिको मुखसुख धुने हो। अनि मेरो चाहिँ अलिकति काम पनि छ, दिदीलाई पानी दिनुपर्छ हो, खुट्टामा दिनुपर्छ पानी। भिडियो बनाउँदा बनाउँदा दिदी आइदिएर गुड नाइट नानीलाई सिफ्ट गर्नु थियो नि त, अनि नानीलाई सिफ्ट गर्नु गयो त्यहाँदेखि चाहिँ। अनि चाहिँ हामी पनि अब आफ्नो काममा लाग्ने हो, तल जाने हो, मुखसुख धुने हो, त्यहाँदेखिको आएर चाहिँ सुत्ने गाइस। तर म के गर्नु, दिदीलाई पानी दिनुपर्छ नि त मेरो चाहिँ। त गाइस, तपाईँहरूलाई थाक्यो, नानी उठेको थियो होइन, वासरुम लिएर आएको। त तपाईँहरूलाई हाम्रो भिडियो यति नै होला, यति नै हो। त कस्तो लाग्यो होला, के होला। अब हामी पनि सुत्छु, टाइम भइसक्यो, बिहान फेरि छिटो उठ्नुपर्छ, भोलि सन्डे हो। त ब्रेकफास्टमा जानुसक्छ दिदीहरू नानीहरूसँग। त रातभरि यस्तो भ्लग बनाएर बस्नु पनि भएन। तर हामीलाई चाहिँ के भएको छ भने नि, यो भ्लगमा जबदेखि आएको छु मोर एक्साइटेड कि खत्तमै मत हो, बस बनाते जाओ। तर जब एडिट गर्छु होइन, त्यतिखेर चाहिँ म चाहिँ त्यतिखेर इन्ट्रेस्ट होइन एडिटमा। बिचराले मेरो टाउको खान्छ अहिले चाहिँ कसम भनेको, रातभरि सुत्नु दिएको छ। मेरो फोन चाहिँ उकालो ओह्रालो फ्याल्दै, म बाकोमा फेरि यसकोमा फ्याल्दै गरेको। त गाइस, पहिला चाहिँ के थियो थाहा छ, म बेसी न बेसी 10:30सम्म बस्थ्यो होइन। अनि 10:30सम्म फोनमा बात गर्थ्यो घरमा। बेसी भने 10:30 नै उसको म सक्थेन, म सुत्थ्यो होइन। किनकि मलाई बिहान छिटो उठ्नु, ऊ त तल गएर फेरि सुतिहाल्छ नि, उसको त केही छैन।
तर मलाई चाहिँ बिहानै उठ्नुपर्छ 6 बजी उठेर उसलाई उठाउनु पर्यो उसलाई उठाएर तल जा भन्नु पर्यो त उसको बाद के भनेको गुड नाइट रोक न म भन्दैछु मेरो सेड्युल ला पक्रे त्यसो त मगाएको पानी दिनुपर्छ दिदीले हेर्नु न गाइस मेहरसँग छ अहिले सुताउँदैछ उठ्यो होइन नानी त पहिला 10:30 एडिट गरेँ त पहिला गाइस म 10:30 मा सुत्थेँ होइन राति त नानीलाई 8 बजीसम्म म सुताइदिन्छु स्कुल टाइममा अनि म 10:30 सम्म सुत्छु अनि 10:30 सम्म चाहिँ म फोनमा बात गर्छु आमाहरूसँग होइन घरमा बात गर्छु बुढा चाहिँ कता भन्छ बुढासँग पनि बात गर्छु होइन अनि त्यो गरेर चाहिँ उसको स्किन केयरहरू गर्छु लुगाहरू फेरफार पारेर चाहिँ म 10:30 सम्म एकदम डिप स्लिपमा गइहाल्छु तर जबदेखि यो सुतिरहेको बेला पात्ने बानी साह्रै नराम्रो छ यसको गाइस म छैन म त्यस्तो होइन सुतिसकेर त कसलाई के कस्तो हो तिमीलाई उसलाई आफै नै त याद हुँदैन राति ऊ के गरेको के गरिरहेको गाइस नपताउनु हिजो दुईपल्ट चाहिँ पात्दै रहेछ चोद्दैछ त्यस्तो चाहिँ कसम खाता कसम म राति हेर गाइस राति एकपल्ट निन्दाइसकेर केही याद हुँदैन अब होइन पादेको छैन भनेर त हो अब थाहा कोलाई सुनेको त यसको बात हामीलाई थाहा छ नि त यसले मेरो बोयफ्रेन्ड धरि छोडेर भन्छ पुरै सकेन कि त्यस्तो होइन फ्रेन्ड्स म चाहिँ त्यस्तो छुइनँ होइन अब राति सुतिसकेर त मान्छेलाई के हो पाप्छ के गर्छ कि हामीलाई के याद हामी त निन्द्रामा हुन्छु त त्यही हो गाइस जबदेखि ब्लग बनाउनु थालेको छ रातिको 1:30 त त्यही हो गाइस जबदेखि यो ब्लगमा आएको छु हामीहरू होइन हामीले अब ट्राई गर्दैछु हामीलाई त्यस्तो बनाउनु त आउँदैन तर पनि हामीले चाहिँ आफ्नो बेस्ट दिनु खोजिरहेको छु कि हाम्रो अडियन्स हाम्रो ब्लग हेरेर चाहिँ एटलिस्ट उनीहरूलाई एउटा हुन्छ नि हामीले अरूको ब्लग हेर्दाखेरि मजा आउँछ हेर्नु बारमा मन लाग्छ त्यस्तो चाहिँ हाम्रो इच्छा छ कि हामीले अगाडि गएर तपाईँहरूलाई देखाउन सकौँ त्यस्तो अहिले त स्टार्टिङ छु हामीलाई आउँदैन यति एडिट के गर्नुपर्छ कहाँ पुरा टाउको दुख्छ म हिजो 1:30 बजी सुति गयो एडिटिङको चक्करमा तर पनि भएन बिहान 2 पल्ट भयो तर पनि भएन त त्यस्तो गरेर चाहिँ एकदमै साह्रो छ त्यही कारण तर पनि हामी चाहिँ हार चाहिँ मान्दैन हामीहरू गिभ अप गर्दैन हामी ट्राई गरिबस्छु विल गिभ आवर बेस्ट विल ट्राई आवर बेस्ट नेभर गिभ अप एन्ड वी विल ट्राई आवर बेस्ट एन्ड जति सक्दो त्यही हो अब गाइस जति भने त्यति तन्किन्छ यो ब्लग मलाई याद हुँदैछ चाहिँ साह्रो दुख्दै रहेछ मेरो फोन पक्रिँदा त्यही हो त्यो मलाई पनि त्यस्तो फिल भएको छ त त्यही हो गाइस मेपट्टिदेखि चाहिँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो ब्लग हेरिदिनुमा तपाईँहरूलाई हाम्रो ब्लग मन पर्यो भने अगाडि हाम्रो नयाँ ब्लग हेर्नु मन छ भने नै हाम्रो च्यानललाई सब्सक्राइब लाइक सेयर अनि कमेन्ट गरिदिनु चाहिँ नबिर्सिदिनु होला